हाम्रोमा चाहिँ अब टिका लगाउन सुरु हुन लागेको छ अनि त्यसपछि टिका लगाएको हेर्ने ल पूजा गरे त्यही हो के यहाँ हुँदैछ जाने अझ पूजा गर्न जयन्ती मङ्गला काली भद्रकाली भन्छ अरू हामीलाई आउँदैन रोग ब्याज जम्मै हराओस् सुख शान्ति होस् रोग ब्याज नलागोस् पढ्न आओस् ज्ञानी भएस् सबै कुरामा सबैले मान्ने गुन्ने होस् रोग ब्याज नलागोस् कसैलाई कार्य नगरोस् ज्ञान बुद्धि आओस् भगवतीको प्रसादले नौ दुर्गा भगवतीको प्रसादले ज्ञानी भए सबैलाई माया गरे मान्ने गुन्ने सन्तानमा रोग ब्याज केही नलागोस् जाने होइन कपाल चाहिँ यस्तो गर्न यस्तो यतापट्टि चाहिँ फर्कान लाउनु पऱ्यो नि दसैँको ल भयो अब आमा चाहिने यो चल्न यहीँ जमरा लाएर रोग ब्याज केही नलागोस् ल आमालाई खुट्टामा पुसिराख ढौदी ल निउरेर फेरि 50 राखेर ल 50 राख ढौदी ल आमालाई खुट्टा राख ढौनी निउरेर हो ढोग्रा कार्यक्रम यहाँ के मानि भएस् के मानि भएस् ल मम्मी पनि लगाइदिनु आउँछ पर्सि त्यही दिन त्यो अटो अचेर यस्तो दब्दैन दुर्गाको प्रसादले आज जस्तै ज्ञानी भएर आएपछि सद्बुद्धि सद्ज्ञान फर्कियोस् तेरो नौ दुर्गाको प्रसादले कहिले भगवानी नहुनु सिँगुरी नभए बुद्धि आइहाल्छ बुद्धि आइहाल्छ आशीर्वाद अलिक कडा आउनु थाल्यो यहाँतिर बाहिर हात हाले मम्मीलाई त ढोग्नु पर्यो तँलाई दिनुपर्ने अनि मम्मीलाई ढोग्नु पर्यो ल ल पर टिका नबुझ्नु अब कसको बाल हो अब कान्छीको बाल भाइले गर ल भ्लग बना गाइज भनेर साथीहरू ल हेर्नुहोस् भनेर गाइजहरू होइन अब चाहिँ यहाँ दिदीको टर्न छ टिका लगाउने ट्याक्क लाएर ठ्याक्क निधार टाख्ने मलाई चाहिँ आशीर्वाद कडा आयो यो लाउन भने ढोग्यो अनुसार है ढोग्दै टिप्यो होइन ल ल भयो पर्दैन हेलो गाइज एकदम टिका लाउँदै छौँ होइन ट्याक्क लाएर आमाले टिका चाहिँ छोडतिर लाउने होइन रहेछ निधार पुरै ढाक्नु हाँस्छन् पनि भगवतीले रक्षा गरून् पढ्न आओस् राम्रो बुद्धि आओस् टिका यस्तो लगाइदिन पढेर फस फस भएस् फस भएस रे खोजे पनि राम्रो धनीमानी ज्ञानी बुद्धिको बोयफ्रेन्ड धनी बुद्धि बोयफ्रेन्ड खोजेस् रे ज्ञानी भएर पढ्न आओस् रे खाएर सबैलाई हामीलाई आमालाई भालोस् आमा धनीमानी के पटाइदिनु रे एकचोटि भनिदिनु त फेरि भनिदिनु त्यहाँ त निखिरियालाई गएपछि हेर्दैन नि त भनिदिनु न एकचोटि के भन्ने रे के पटाउने रे धनीमानी आशीर्वाद अलिक कडा आउनु थाल्यो आमा भन्नु न के पटाउने रे धनीमानी यहाँ लाउनु पर्ने दब्दिन बनाउनु ओ माई गड टिका यस्तो लाउने चल भइरह ओ हात्ती निक्ल्यो है गाई हात्ती हो नि हो फेरि हात्ती हरायो त भाइ के हो यस्तो ऊ हात्ती उल्टो भयो त मैले चाहिँ आमालाई ढोग्ने आमाले चाहिँ रिमाल ढोग्ने उल्टो भयो जस्तो छोरा र छोरीमा ढोग्नेमा
पैसा अलि बढी निक्ल्यो जस्तो लाग्यो है मम्मीको हातमा ले अच्छा गाइस होइन म जस्तै आशीर्वाद दिँदैन निधारमा एक पाथी टिका नलागोस् ओहो दुईटा थेट त्यहाँ चाहिँ अस्ति अलिक बढी नै निक्ल्यो जस्तो लाग्यो होइन गाइस हात खोलौँ त हात खोलौँ एकचोटि हात खोलौँ बढी निक्लेछ नि होइन गाइस मेरो पालो सकियो मम्मीको पालो सो यति थोरै टिका पनि कति गरौँ होला यहाँ गोटीको प्रसादले भाइ अलि पर्दैन लाओस् छेकिनेको क्या मम्मी शान्ति शान्ति राख शान्ति रो शान्ति वनस्पताए भन्ने सुनेको आशा गर्नु नपरोस् आफ्नो गोटीको प्रसादले रोग ब्याज केही नलाओस् मान्ने लाइ ग्यारेन्टी त है सानै हो त्यतिको सानै त हो नि दसैँको टिका ल भाइ पनि मजाले टिका लाउनु क्या तँलाई पुन्टे तैँले लाउने हो र मलाई टिका लाउने होइन हुन्छ कि नखला मेरो नि छ त खुट्टा त भाइ पैँचो लिन यहाँ ढोग्नलाई ढोग्या पैँचो लिनु गएको आजैले टिका सक्यो हाम्रो त यति मात्र हो मलाई कहाँ लाउनु कसैले तपाईँले चिन्न नलाउने तपाईँले लाउनु पर्छ यस्तो छ हेरौँ अचार रोटीहरू सेलहरू अब हाम्रो खाना खाने टाइम आयो आज के छ खानेकुरा मलाई नि थाहा छैन सबै अचारहरू के बनाउनु भएको ल हेर्नुपर्छ है अहिले सो यस गाइस हाम्रो चाहिँ आज दसैँ टिका भयो है त्यही भएर आज चाहिँ भ्लग बनाउनु लागेको अनि हाम्रो चाहिँ रेडी भइसक्यौँ है यस्तो छ ड्रेस अनि त्यसपछि मम्मी पनि रेडी भइसक्यो भाइ पनि रेडी भइसक्यो अनि के हुँदैछ हेर्दै गर्नु होला हामी टिका लाग्यो भने देखाउनेछौँ कहाँ कहाँ जानेछौँ त्यो पनि देखाउनेछौँ हजुरहरूलाई